यो चाहिँ घोङ्गी यसलाई चाहिँ हामी यसको टुप्पो काट्नुपर्छ फर्स्ट टाइम आइ एम ट्राइङ टु मेक थारुको जिन अनि यो सबैको काटिसकेपछि टक्क लाएर यसलाई यसमा राख्ने अनि 2 चम्चा नुन एड गर्ने अनि सफा गर्नुपर्छ। यो एउटा फ्लोट भइरहेछ, यो चाहिँ कुहिएको भनेर थाहा हुन्छ। यसलाई चाहिँ फालिदिने। यतिको सफा पानी आएपछि चाहिँ भयो हाम्रो मजाले यसमा राख्ने सफा भयो। मजाले सफा भएपछि बोइल गर्ने यसरी मजाले घोङ्नु बोइल गरिसकेपछि चाहिँ तेल तताउने, मेथी पड्काउने, सेम चाहिँ यो मासु बनाएको तरिकाले हुन्छ। पानी हाल्ने, त्यसपछि चाहिँ प्याज हाल्ने। मैले चाहिँ मसला पहिले प्रिपेयर गरिसकेँ। मसलामा चाहिँ जिरा, धनियाँ अनि यता 2टा ल्वाङ, सुक्मेल हालेर चाहिँ मैले मजाले मिक्स गरेको छु। लसुन, अदुवा हालेर मैले चाहिँ अघि त्यो घोङ्गे हालेर चाहिँ फ्राई गर्न हजुरको भिडियो बनाउनु बिर्सेछु। फ्राई गरिसकेपछि प्याज फ्राई भएपछि मजाले त्यो बोइल घोङ्गे हालेर मजाले यो घोङ्गे हालेर मसला हालेर अनि अलिक पकाउने चाहिँ खसीको मासु बनाएको स्टाइल। कस्तो मिठो बास्ना आएको। यम्मी यम्मी यम्मी।